आज सब ठेला आए गाई यो बहुत विरोध पार्टी यो मलाई कसैले नदिएर आफै लागेको भए हैन अलि अगाडि बढ्यो के छ भनाइ जेठ भाइ के छ भनाइ तिमी भनाइ के छ यहाँ भन त ओ रताडियो के छ भने होइन आज नगरपालिकाले ठेला ल्याएछ के छ भने के भन्न चाहनुहुन्छ म के भन्न चाहन्छु भने चाहिँ मेरो कन र उपमेयर कन बाहिर आउ भन्न चाहन्छु ठेला उपमेयर बाहिर आएपछि के गर्न चाहनुहुन्छ हामीले चोकचोकमा राख्न दिए भन्न चाहन्छु चोकचोकमा राख्न दिएन भने राख्न दिएन डिङ्गल हान्ने अनि के जागिर दिए भन्न चाहन्छु के छ खराबी छ गो त्यो कहाँ तल के छ दाइ भनाइ के छ मेरो भनाइ चाहिँ नगरपालिकाले टक्क व्यवस्था चाहिँ गरिदिनु पर्यो यसपालि चाहिँ सधैँ दुःख दिएर त भएन नि त मेरो मेन भनाइ चाहिँ यो ए हो ल मेयर साहबज्यूलाई टक्क ठाउँ ठाउँमा आइसक्ने खेला कर तिरे बापत त्यसलाई पैसा मेयरलाई राजीनामा दिनु पर्यो भन्ने मेरो मूल धारणा हो अब यसमा हजुरको के भनाइ छ ल भोलि नगरपालिकाले दिन्छ यसको जवाब उल्टी काटे पुरा उल्टी काट्दै भाग्ने खतम आइसक्रिम बेच्ने मान्छे पनि चोक्टा हो तिमी त के छ भनाइ मेरो भनाइ छ नगरपालिका हटाउने नगरपालिका हटाएर अब के रोड पनि हटाउने नगरपालिका हटाउने अरू त्यति हो त्यति हो आइसक्रिम बेच्न पाउने कि नपाउने आइसक्रिम त जहाँति लिए पनि बेच्न पाउने यति नै भन्नु पर्यो जहाँ लिए पनि नगरपालिका अबदेखि भोट यति ए नगरपालिकामा यही पर्व उठ्यो भने भोट दिने कि नदिने भोट भन्दा कहाँ दिने लाउरो समातेर चोट दिने किन त्यस्तो के भयो किनकि व्यापार गर्न दिन्न केही गर्न दिन्न कि रोजगार दिनु पर्यो होइन दिनु पर्यो त्यतिकै मान्छे नै उ गर्ने किन भन्ने होइन सब बजाओ हरनबारी बजाओ आइसक्रिम खान बाहिरबाट यहाँ आछन् गाइजहरू बनाएको छ कतिको बेच्यो यिनी भर्खर सुरुमा आउने ठेलाभरि सबैले जान म यता मलाई थाहै थिएन मलाई अझ उसै छन् क्या तल धेरै सबै ल्याउनु पर्ने ल्याएपछि भन्ने हो कि अहिले आयो भने त्यो सब चाहिए त्यही त हामी हिँड्दा नत्र हामी सबै ठेला ल्याइयो कि त हामी हिँड्दा मालिकहरूले जान्छ हिँड्दा भन्ने होइन के यसमा 2-3 जना यहाँनिर अरूजना बस्ने होइन
3-4 जना गएर सर सबै ढेला लिएर हिँड्नु पर्यो नि अनि एकजुट भनेको त्यसलाई भन्छ तपाईहरु आफै अब यहाँ जम्मै बसेको बसै ल अहिले आउँछ भने परे हामीले ल्याउने होइन नि नगरपालिकाले ल्याउने हो नि त्यो नगरपालिकाले भेटेको ल्याउने हो भेटेको त छन् नि ल्याउनु पर्यो गएर चोकचोकमा राखिया चोकचोकमा राखेका छन् त यिनीहरूलाई विखण्डन गर्नु छ भनेपछि उनले के गर्छ एउटा चोकको उठाउने अर्को चोकको छोडिदिने ठीक छ अपना काम बनता भाड में जाए जनता सबको मालूम है ना तो इसलिए सोचना पड़ता है कि अब उसले के सोच्छ मैले जुन नजिक पर्ने जुन सिटी एरिया त्यो मात्रै उसले हेर्नु के भन्नुभयो सबै बजारको त आन्छ अनि किन भयो भन्छ अन्त कुरा हुन्छ यो पनि आइदिन्छ साउनी हो त आउने आइदिन्छ त पछि नेता भयो भने के अन्ने के अन्ने बन्छ बहिनी खेल्यो भने नि ढुङ्गा के बुहारी हो बुहारी हो हुने हो ल्याउनै पर्ने भयो मेला जान लगाएर भर्खर पानी भरेर जान लाग्यो सबैलाई खेर कहिले आउनुभयो पुरै लिएर आएको छ यहाँ बिसेका छोरा छोरी बोल्ने बेलामा आउनु भएको अब गाउँ उकाल्ने बेलामा जानु होला फेर अब मेला लाउन पाइन्न भन्ने अब के भन्ने खै मिटिङ छ अरे नयाँ बारतिर जान्छ 100 पुग्नुपर्छ होइन 100 त होला नि अझै चाहिए अब सबको मालिकहरू बोलाउने भन्थे खै महेशलाई नै फोन गरेर आइज भन्न पाएको होला छलफल गर्ने आफ्नो कम्पनीका कति ठेला छन् भन त यहाँ बसिकन के भइहाल्छ त अनि टाइम पास त हो त म पनि उठ्नु जानु गइसक्यो पानी भरेर अनि त्यहाँबाट सब एकछिन गरेर छलफल चाहिँ काम भन्नु लाग्यो सब खेरेर एउटा निर्णय त गराउनु पर्यो त्यो गर्ने भनेर अब यहाँ जम्मा भएको अब आज मेला छुट्टी 3 बजीको अब 5 बजी सबै ठेला आउनु सबलाई गरे मलाई के छ भनाइ तिम्रो हेर त तिमी भर्खर आएको यहाँ के छ राख्न दिने विचार छ कि नराख्दिने राख्न दिए ठिक छ कि नराख्न दिए ठिक छ भन क्या अहिले आएर भित्र भित्र सुनाउने आयो के नै धारणा के नै एउटा विचार पनि ल सब ठेला रोशनको ठेला एउटा आएन यहाँ लिएर आउनु पर्छ अझै ल्याने होइन एउटा काम गाउँतिर भाइ मेरो भिडियो त्यति बिग्रियो मेरो भिडियो छ हिजोबाट घरै छ बिहान बनाउने मिस्त्री हेलो
यत्रो कुनाले हम एक भेगिने